कलौटे कुखुरा चोरले मैले अस्तिदेखि भनेको कमेन्टमा बारम्बार यस्तो काम नगर केटा, यस्तो काम नगर भनेर बारम्बार कमेन्ट गरेको। तर त्यसले चाहिँ मेरो कमेन्टले लत्याएर कुन कुकुरको कुन पार्टीको चाहिने पुरानो पार्टीको चाखटी गर्दै उ गरेका थिएँ। नयाँ पार्टीको नयाँ शक्ति कस्तो छ भन्ने कुरा उसले अलिकति पनि अड्कल गरेको छैन रहेछ। हुन त ऊ एकदम विद्वान मान्छे हो, अलिकति अब्बल मान्छे हो, किनकि हरेक क्षेत्रमा अलिकति परिपक्व, अलिकति म्याच्योर्ड नै व्यक्ति हो। तर त्यसले आफ्नो शक्ति चाहिँ गलत ठाउँमा दुरुपयोग गरेपछि त्यसको प्रतिफल चाहिँ त्यसले इन्जाम चाहिँ अहिले भोग्नु परिरहेको छ कि बिचरा। हेर त्यसको गल्तीले गर्दाखेरि बिचरा गाउँमा बस्नुभएको आमालाई, सोझ आमालाई कति दुःख भयो। 50,000 जेलमा हुँदाखेरि 50,000 पैसा आमाले पठाउनु भएको रहेछ भैँसी बेचेर। हेर्नु उसले नै कुरा राखेका छन्। त्यो पैसा चाहिँ डिपोजिट गरेपछि त्यो रिहा भएको छ कि त्यो भएको हिसाबले गर्दा हेर कलौटे त्यो न्यायको लागि लड के, न्यायको लागि लड। तँलाई नेपाली जनताले सबैले सपोर्ट गर्नेछ। त्यो भोको पेट चाहिँ हुने छैन। न्यायको लागि लड्ने गर्नु, न्यायको लागि बोल्ने गर्नु हैन। त्यो भएको हिसाबले गर्दाखेरि अबदेखि चाहिँ यो गल्तीले पनि यो बाटो चाहिँ नबिर्से है केटा।